आज म घाँस पनि काट्न आएको हो। तपाईँको अमिसोहरू पनि गोड्नुपर्ने थियो हो। मतलब अब त्यो घाँस लामो लामो भएर अमिसोहरू सबै भइसक्यो नि, बिग्रिसकेको थियो हो। अन्त यो भित्रभित्र घाँसहरू चाहिँ अब उखाल्दै उयो गर्नु पऱ्यो नि, गोड्नु पऱ्यो। अन्त मासिन्छ हो। फेरि मास्यो भने त फेरि झाडुले बढाल्दा पनि हुन्छ नि फेरि हो। अन्त आज चाहिँ यो अमिसोहरू गोड्नु छ। भित्रभित्र पुरा झारले पुरिसकेको छ हो साथी हो। यसो अमिसोहरू चाहिँ गोड्दै गर्नुपर्छ है। अन्त फेरि अमिसोहरू पनि मासियो भने चाहिँ पछि मधिसेकोबाट झाडु किन्यो, अन्त झाडुले बढाल्यो रुमभित्र पनि क्या, त्यस्तो हुन्छ है। अन्त अमिसोहरू पनि गोड्दै गर्नुपर्छ हो। अन्त अब यो अमिसोले थुप्रो काम गर्छ नि तपाईँको होइन। कुच्चो दिन्छ हो, घाँस हुन्छ, दाना पकाउने झिक्रा हुन्छ, थुप्रो काम हुन्छ नि अब तपाईँको। अन्त यो डन्ठाले यताउति सागबारीहरू बार्दा पनि हुन्छ हो। अमिसोको उयोले त थुप्रो काम गर्छ गर्नु त। अन्त यसो गोड्दै पनि गर्नुपर्छ अमिसोहरू हो। गोडेन भने चाहिँ सकिन्छ है।